यहाँका मान्छे नि आलु उत्पादन गर भन्ने क्या नि, अब भिडाउँदा आलु हुँदैन। उत्पादन के हो यहाँको? यहाँको उत्पादन पर्यटक हो। तातो पानीमा नुहाउन स्विमिङ पुल, चट्ट परेको स्विमिङ पुल, 150 रुपियाँको टिकट, स्विमिङ पुल त नहाउने होइन, धारालो नहाउने होइन, 50 रुपियाँ टिकट, चट्ट पारेका यी घरहरू चट्ट बनाएर होटल र तपाईँको होमस्टे बनाएर टुरिस्ट भित्याएर गर्ने हो भने त सुर्खेतबाट नुहाउन भनेन भने ज्ञानेन्द्र साईले जित्यो भने राजाले आउने यहाँ भन्ने, ज्ञानेन्द्र साईले जित्यो भने राजाले आउने यहाँ भन्ने। मु एकजना ज्ञानेन्द्र साईले जितेर राजा आउँछ, राजै आउने भइदियो। 70 सालमा रापरवाले 38 सिट जित्या थियो, त्यतिखेर राजा आयो त किन रोकियो? पोर्खाबाट राजेन्द्र लिङ्गदेले जित्या थियो, आएन पर्ने त किन रोकियो? यस्ता भ्रमका पछाडि नपर्नुस् तपाईहरु। तपाईको घर दैलोमा आएको छु, घर दैलोमा आएको कारणले गर्दाखेरि तपाईले एकपटक हेर्दिनु होला। अब यसपटक तपाईले हेर्दिनुस्, केही नयाँ गरौँला भनेर आएको छु। तपाई माओवादीमै बस्नु, एमालेमै बस्नु, कांग्रेसमै बस्नु, आमै पार्टीमा बस्नु, पार्टी किन परिवर्तन गर्नु पर्यो? तपाईको आफ्नो विचार हो, तर तपाईले एउटा भोट यसपटक हलमा हालेर तपाईको जुम्लाको इतिहास परिवर्तन गरिदिनुस्। म तपाईलाई त्यति नै अनुरोध गर्न चाहन्छु। चुनावमा हलमा मतदान गर्नु। मैले अहिले जुम्लामा चुनाव कसलाई हराउँछु कसलाई जिताउँछु भनेर आएको होइन मेरो दाजुभाइ हो। जुम्लीका गाला चौडिए यात्तै यात्तै आलु फलाइकन पनि बला बला गरिब भयौ। जुम्लामा जन्मेर तपाईँ गरिब भएको होइन मेरा दाजुभाइ हो। जुम्लामा फलेको सुनलाई नुनको दाममा बेच्न नपाएर हामी गरिब भएका हौँ भन्ने कुरा बुझ्नु पर्यो तपाईहरुले। चियाका पात बेचेर आज इलामको मान्छे धनी छ। आज हाम्रो घोडामा छ इलामको चिया भन्दा राम्रो हामी बेच्न सक्छौँ। हाम्रो ज्ञानेन्द्र साई हुनुहुन्छ नि माथि जुम्लाको यार्सा गुम्बा खाएको भाइ, उहाँलाई पनि त्यसरी फोटो नखिच्नुहोस्। तपाईको पपुलारिटी पनि देखेको छ। अर्को कुरो भन्छु धवललाई, तपाईको पार्टी पहिला सदनबाट राजीनामा दियो, संसदबाट रहने आओस्। भुइँमा आउनु पर्यो नि, भुइँमा आउनु पर्यो नि। ताक परे तिवारी नत्र गोदामी भयो भने भइहाल्यो, भएन भने आफ्नो सदन छँदैछ, आफ्नो फुली छँदैछ, आफ्नो लोगो छँदैछ, हो कि होइन? त्यसले गर्दाखेरि तपाईहरुले मलाई बेकुफ सम्झेको होला, नपढेको बेकुफ सम्झेको होला। हाम्रो ज्ञानेन्द्र साई हुनुहुन्छ नि माथि जुम्लाको यार्सा गुम्बा खाएको भाइ, उहाँलाई पनि त्यसरी फोटो नखिच्नुहोस्। तपाईको पपुलारिटी पनि देखेको छ। मैले अभियान चलाएको, म अभियान नै रमाएको छु। दुर्गा परसाई कसैको गोठालो होइन। दुर्गा परसाई कलियुगले खोजेको एउटा आदि बेहरी ल्याउने मान्छे, कुनै पार्टीको मान्छे होइनौ। र हामी मौका मिल्दाखेरि सदनमा जाने, सदन पनि खाने, गणतन्त्रको भोज खाएर राज संस्थाको वकालत गर्दैन दुर्गा परसाईले। गणतन्त्रको भोज खाने, राज संस्थाको वकालत गरेर म अरू संसदहरू जस्तो नाटक गरेर हिँड्दिन। म जे देख्छु त्यही गर्छु, जे बोल्छु त्यही गर्छु। सदनमा भएका साथीहरूको त के कुरा गर्नु। हिजो यो स्थिति ल्याएको कसले भन्दाखेरि सबैभन्दा ठुलो दोष, सबैभन्दा ठुलो फ्रड काम गरेको भनेको राप्रपाले हो। सारथी भएर रथ हाँक्नुहोस्, म अर्जुनको भूमिका गरेर पाठ चलाउँछु। अर्जुन तपाईले भेट्टाउनु हुँदैन। कलियुगको अर्जुन दुर्गा परसाई जतिको अर्जुन तपाईले भेट्टाउनु भएको छ भने अनि त्यहाँबाट चाहिँ नि मलाई भन्नु होला। तपाईले देखिसक्नुभयो तपाईका सारथीहरू, तपाईका चाहिँ अर्जुनहरू गणतन्त्रमा जाने, भोज खाने, खड्ग प्रसाद ओलीसँग फोन गर्ने, अनि माहौल बनायो भनेदेखि यसो परिहाल्छ कि भनेर त्यो गर्ने, ढोक्सा थाप्ने। तपाईलाई हिजो पनि त्यही दरबार भित्रका मान्छेहरूले सिध्याएको हो, तपाईको सचिवालयले सिध्याएको हो। आज पनि तपाईलाई सचिवालयले सिध्याउँदैछ, भोलि पनि सचिवालयले सिध्याउँदैछ। तपाई होशियार हुनुहोस्। म राजालाई यही भन्न चाहन्छु। आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गरेर गर्छु, गोठालाहरूसँग गएर म सडकमा गएर नाटक देखाउँदिन। यो कुरा सबैजनालाई हेकार होस्, क्लियर होस्, क्लियर होस्। अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्नलाई अनि के भइरहेछ कुरो भन्दाखेरि तपाईहरुले धमिलो पानीमा माछा मार्नलाई के हामीले गरेको
नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरेको, उता गएर हामीले गरेको, अनि चैते गतेदेखि आन्दोलन सुरु गरिहालौँ, दुर्गा प्रसाई आउनु पर्यो, हामीसँग मिल्नु पर्यो। उहाँहरूले के सोच्नु भएको छ भने मलाई त गोठाला जस्तो सोच्नु भएको छ। त्यो आउनु पर्ने मान्छेलाई म के भन्छु, तपाईँले कतिजनालाई रोजगारी दिनुभएको छ? मैले त 5,000 जनालाई दिएको छु। यो देशमा प्रधानमन्त्री बन्नु पर्यो भनेदेखि भोलि जनताले बनाउने हो, राजाले बनाउने होइन। यो कुरा पनि हेक्कार आओस् सबैलाई। धेरैपल्ट हामीले पत्रकार सम्मेलन गर्यौं यस घरबाट 3 वर्षको समयमा, र विभिन्न ठाउँमा हामीले कार्यक्रम पनि गर्यौं। ठूला ठूला ऐतिहासिक बिर्सेर पनि बिर्सिन नसक्ने सम्झिन लायकका हामीले आम सभाहरू गर्यौं। र हामीले यो आम सभा गर्नुभन्दा अगाडि एउटा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति अनि नागरिक जोगाउ महाअभियान सुरुवात गर्यौं। यो सुरुवात गर्नुभन्दा पहिला राजाको शासन कहिले फर्किन्छ? भन्नुहोस् न मलाई। राजाको शासन माग्या होइन। यदि तपाईँको बुझाइ छ भने तपाईँ गलत बुझिरहनु होइन ज्ञानेन्द्रजी, मेरो प्रश्न कहाँ दिएर भन्दा तपाईँ त जनताको प्रतिनिधि बन्नु होइन। म एकछिन तपाईँले एउटा कुरा म सोधिराखेको छु। राणा शासन फर्किँदै त्यो कुरा मान्नुहुन्छ नि तपाईँ? कहिले जनताले फाल्यो नि त। राणा शासन फर्किँदैन, पञ्चायती व्यवस्था पनि त जनताले फाल्यो। नै राणा शासन फर्किँदैन, राणा त फर्किन्छ नि। त्यसो भए राज संस्था फर्किँदै राजा फर्किन्छ भने भन्नु खोज्नुभयो? राजाले शासन गर्ने सत्ता फर्किँदैन, राज संस्था फर्किन्छ। राजाको शासन चल्दैन तर राज संस्था फर्किन्छ। राज संस्था किन चाहियो हाम्रो देशमा? एकैछिन तपाईँ आफै सोच्नुहोस् न। तपाईँ पहिला पनि इन्टरभ्यू लिनुहुन्थ्यो होइन ऋषिजी? तपाईँ यसो विदेशीहरूलाई इन्टरभ्यू लिँदाखेरि हाम्रो राजा भनेर खुट्टामा दाबु चढाउँथ्यो होइन विदेशी राजदूतले? अहिले विदेशी राजदूतले तपाईँलाई गर्ने व्यवहार र तपाईँलाई राजा हुँदाखेरि विदेशी राजदूतले गर्ने व्यवहार कति फरक छ? एकछिन हेरिदिनुहोस् त। तपाईँ कहाँनिर महसुस राज्यको संरचना बलियो हुनु, खै कहाँनिर बलियो? संस्था